हेलो साथीहरु, वेलकम टु माई युट्युब च्यानल। म पनि सन्चै छु, हजुरहरु पनि सन्चै हुनुहुन्छ होला हैन। आज चाहिँ म चाहिँ भर्खर स्कुलबाट फर्केँ के। अब हिजो रातभरि काम गरेर आएको, अनि त्यस रातभरि काम गरेर आइसकेपछि चाहिँ फेरि स्कुल गएँ 9 बजेबाट स्कुल गइसकेपछि चाहिँ अनि अहिले 2:30 भयो हैन, 2:30 भयो। अनि म चाहिँ स्कुलबाट फर्किँदैछु। स्कुलबाट फर्केर चाहिँ अब मेरो चाहिँ अस्ति नै के साथीहरु त्यो भिजा थप्ने बेलामा चाहिँ त्यो कामको के 28 घन्टा काम गर्न मिल्छ भन्ने त्यो छाप चाहिँ हान्दा थिएन। अनि त्यो छाप हान्न बिर्सेछ के। अनि त्यतिखेर मैले पनि बिर्सिछु, भिजा आयो भनेर एक्साइटेड भएर त्यो हेर्न बिर्सिछु। अस्ति काममा जाने बेलामा को तेरो त 28 घन्टा छाप हान्न जानुहोस्, तैँले काम गर्न पाउँदैनस् भन्यो हैन। अनि त्यो भनेपछि अनि मैले थाहा पाएँ। अनि त्यसपछि गएर मैले त्यो डकुमेन्टहरू बुझाएर आएको छु एमबिसीमा। अब एमबिसीमा गएको छु। अब एमबिसीले चाहिँ आज चाहिँ तेरो सब डकुमेन्ट रेडी भएको, ल आइजो अब छाप हान्न आइजो भनेर मलाई लेटर पठाएर चाहिँ अब म चाहिँ त्यहाँ जान लागेको है साथीहरू हैन। म चाहिँ एकीबुकुरे स्टेसन आइपुगेँ हैन। एकीबुकुरे स्टेसन है, यो चाहिँ एकीबुकुरे स्टेसन। यहाँबाट चाहिँ अब म हैन ट्रेन चढेर चाहिँ सिनागावा जाँदैछु हैन। सिनागावा गएर त्यहाँबाट चाहिँ एमबिसी के नेपालको एमबिसी हैन, ताइसीखान भन्छन् जापानबाट, त्यो ताइसीखानसम्म जाँदैछु। हजुरहरूलाई चाहिँ म देखाउँछु हैन कसरी जाने भनेर। मलाई पनि लास्टै गाह्रो भएको थियो कि त्यो फर्स्टचोटि जाँदा हैन। अनि कोही कसैले जानु छ भने चाहिँ हेरेर जानु हैन। यहाँबाट एकीबुकुरे स्टेसनबाट यहाँबाट छिरेर म जाँदैछु है साथीहरू। चाहिँ एकीबुकुरे स्टेसन आइसक्यो हैन। यही स्टेसनबाट चाहिँ हैन यो 6 नम्बरको ट्र्याकबाट जान्छ ट्रेन हैन। यहीँबाट म जाँदैछु। यहाँबाट सिनागावा जान लागिरहेको छु है साथीभाइहरू। म चाहिँ अब सिनागावा आइपुगेँ हैन। यही ट्रेनमा आएको म चाहिँ यहाँ ठ्याक्कै सिनागावा आइपुगेँ। अब यहाँ माथिबाट चढेर जाने कस्तो भिडभाड भयो क्या जापानमा। पुरै अनुशासित डिसिप्लिन हैन। यस्तो मान्छेहरू लाइनले हिँडिरहेछन् क्या साथीहरू हैन। म चाहिँ सिनागावा आइपुगेँ हैन। सिनागावा आएर चाहिँ अब यहाँबाट बस चढेर जानुपर्छ हैन। सिनागावाबाट म ट्रेनबाट झरेँ बाहिर निस्केँ हैन। अनि यो यहाँ हेर्नुहोस् हैन, त्यो यो एक्जिटबाट निस्केर चाहिँ हैन यहाँबाट बस चढेर जानुपर्छ हैन। बसको नम्बर चाहिँ थाहा भएन, अहिले त्यहाँ सोधेर जान्छु है साथीहरू। एक्जिटबाट म बाहिर निस्केँ हैन। अनि बाहिर निस्किसकेपछि सिधा यस्तो यहाँ पुरै ठुलो उस आउँछ हैन, ठुलो ठाउँ आउँछ। अनि त्यहाँबाट चाहिँ यस्तो लेफ्ट मोडेर सिधै जाने अनि त्यहाँ परबाट चाहिँ हैन, त्यहाँ पर त्यो बिल्डिङबाट चाहिँ फेरि भर्याङबाट ओर्लेर फेरि राइट जाने है साथीहरू। म देखाउँदै लान्छु हैन कहाँबाट जाने भनी। यहाँबाट सिधै आयो, यहाँबाट सिधै आएँ होइन साथीहरू। अनि यहाँ तलबाट उयो बस रोकिरहेछ नि, यहीँबाट जाने है साथीहरू। यो बस गयो नि हो, यहीँबाट जाने है। अनि यहाँबाट सक्ता आयो होइन, सिधै आयो। अनि यहाँबाट भर्याङ छ, यहाँबाट फेरि यो भर्याङ झर्ने होइन। यो भर्याङ झर्ने अनि यहाँनिर यहाँ झन्डी। अनि 8 नम्बरबाट रहेछ है साथीहरू। ए 8 नम्बर बस नम्बर 8 है। 8 नम्बरबाट चढ्ने है। ए टोकियो इमिग्रेसन सर्भिस बस भन्ने है, यहाँबाट जाने। 8 नम्बरबाट गइसकेपछि चाहिँ यहाँ टक्क लाइन बसेर चाहिँ यहाँबाट चाहिँ इमिग्रेसन जाने है साथी। अब बस आउँछ, भर्खरै एउटा बस गयो, बस पनि आयो होइन। बस पनि आयो तर मसँग यार पैसा मात्रै छ, टेकीले त पुग्दैन होला। त्यही पनि म ट्राई गर्छु होइन। भन भने पैसै हाल्छु। बस पनि आयो। म चाहिँ अब लास्ट बेन्चमा जान्छु है। लास्टमा आएँ है साथीहरू म चाहिँ। लास्टमा आएँ। अब यहाँबाट चाहिँ भिडियो बनाउँदै जान्छु।
इमिग्रेसन पनि आइपुग्यो होइन। यहाँबाट टक्क झरिसकेपछि ठ्याक्कै इमिग्रेसन आइपुग्यो है साथीहरू। यही बिल्डिङ हो इमिग्रेसनको बिल्डिङ पुरै। यहीँनिर काम हुन्छ जति पनि भिजाको हाम्रो भिजाहरूको कोक्योबासीहरूको कामहरू सबै यहाँ हुन्छ है। भिजाको हामीलाई जुन पनि डकुमेन्टहरू चाहिन्छ भिजा सिधा धर्नु पर्यो, हाम्रो समस्याहरू आयो भने हामी इमिग्रेसनमा आउने हो। यहीँ हो सबै कामहरू चाहिँ यहीँ हुन्छ है साथीहरू। कति भिडभाड होला क्या यहाँभित्र होइन। टक्क हेर्दै जाउँ साथीहरू भित्र गएर रिसेप्सनमा सोध्नुपर्छ। आज त भिडभाड होइन त, नत्र त यति भिडभाड हुन्छ नि। त्यही पनि मान्छेहरू चाहिँ टन्नै छन् है। यस्तो मान्छेहरू आएर हुन्छ है। यहाँ चाहिँ रिसेप्सन है साथी। यहाँ गएर म बुझ्छु है। एनो 1 नम्बरमा रहेछ है, 1 नम्बरमा। म चाहिँ 2 तला जाँदैछु है साथीहरू। टक्क यहीँ हो, यहीँबाट हुन्छ सबै कामहरू इमिग्रेसन। लाइन बस्नुपर्छ जस्तो छ यार। त्यो पुरै लाइन हो जस्तो छ साथीहरू है।これはどこですか？これもね、結果の受け取りだから A カウンターになります。A カウンター。はい。यहाँबाट सिधै आयो होइन। ए काउन्टरमा जानुपर्छ अरे। आमामा के साह्रो भिडभाड हो। एमा जो भने मलाई चाहिँ होइन, यो चाहिँ मेरो जापानको होइन जाइरो कार्ड, जुन चाहिँ नेपालको नागरिकता जस्तै हुन्छ। यो लिएर चाहिँ जापानी हुनुपर्छ होइन। यही हो हाम्रो जापानको नागरिकता होइन। यसको पछाडि चाहिँ यहाँनिर चाहिँ होइन 28 घन्टा काम गर्न मिल्छ भन्ने छाप हानिदिन्छ होइन। त्यो छाप चाहिँ अस्ति हान्दाखेरि चाहिँ म चाहिँ हतारले गर्दाखेरि होइन मैले हानिरहेको छु। अनि मैले याद पनि गरिरहेको छु कि साथीहरूलाई चाहिँ भनेको थिएँ मैले। साथीहरू मेरो चाहिँ होइन 28 घन्टाको चाहिँ छाप हानेर आयो होइन। यो छाप भइसकेपछि चाहिँ काम गर्न पाइन्छ है जापानमा। काम गर्न पाइन्छ। तपाईँहरू पनि केही गरी भिजा थप्नु भएको भने, नेपालबाट आउनु भएको भने एयरपोर्टमै यो छाप हानिदिन्छ क्या। यो छाप हाने छैन भने चाहिँ होइन तपाईँले जापानमा काम गर्न पाउनुहुन्न। त्यसैले चाहिँ अलि हेर्ने गर्नु, विचार गर्नु है साथीहरू। मैले चाहिँ अस्ति हतारले गर्दाखेरि चाहिँ यो छापै नहानी आइछु क्या। त्यही भएर मैले काम गर्न पाएको थिइनँ। अब काम मैले गर्न पाउँछु। त्योहरू होइन मेरो चाहिँ 28 घन्टाको चाहिँ छाप चाहिँ हानेर आएँ। अनि 28 भिजा आएर चाहिँ 28 घन्टाको छाप हानेर आएँ। अनि म एक्लै आएको थिएँ, तर यहाँ साथीहरू पनि भिजाको लागि आएर रहेछन् क्या। यिनीहरूले नि भिजा अप्लाई गरेर आए। क्लासकै साथीहरू, हल्ला गर्ने साथीहरू यहीँ छन् है। यता पुरै त्यही गाडीमा हामी जाने यार। हामीले काम गर्ने चाहिँ त्यो बिल्डिङको छेउमा नि टोकियो टेलिपोर्ट। फाइनल्ली साथीहरू हामी चाहिँ बस चढ्यौँ है। बस चढ्यौँ। यो साइडमा भन्नुपर्छ अघि त्यो पल्लो साइडमा गएर आएको। सबजना लाइन छन् लाइनमा। केटाहरू जहाँ पनि हल्ला गर्ने के, अब गएकोमा नै हल्ला गर्ने, यहाँ पनि हल्ला गर्ने।
सिनागा मैले बनाएको क्या सोल्टियर मेरो डिजाइनहरू सिनागा भयो टोकियो भयो यताउता सब मैले यहाँ त्यही भएर यहाँ मलाई नाट्दा चाहिँ मैले बनाएको थिएँ न ल नाट्दा एयरपोर्ट मैले सबजना इन्जिनियर छ आफू पर्यो एयरपोर्ट त मैले हो साथी आफू पर्यो लट है यो डिजाइन चाहिँ हाम्रो साथीहरूले गरेको थिए त्यही भएर 230 भन्दा पैसै लाग्दैन यो पुरै यो बिल्डिङ चाहिँ हाम्रो साथीले डिजाइन गरेर यो स्टेसन है एउटा के भन्दा अझ हामीले सिबिआईले अहिले अझै ठुलो बनाउँदैछ मध्यनजर गर्नु हुँदैन अहिले पुरै सिबिआई काठमा अहिले एक स्टेसन पुरै नयाँ भइरहेछ एक स्टेसन चढेको जम्मा 178 अनि मलाई अहिले पुरै सिबिआई नयाँ बनाइरहेछ नयाँ अर्को डिजाइन आयो भने त दोस्ले त 50 रुपियाँमै बनाइदिन्छ हामीले अहिले आकाशबाट हामी ट्रेन हामी खोज्दैछौँ अहिले के नमिलेर त्यस्तै भइरहेको छ क्या जनसङ्ख्या खै अब दुई गते उद्घाटन हुन्छ फाइनल्ली 28 घन्टाको छाप पनि हानेर आइयो होइन साथीहरूलाई पनि भेट्यो अनि अब चाहिँ हामी सिनागाउँ स्टेसन आइसक्यो घर जान लागेको भ्लग यति नै हो साथीहरू है हेरिदिनु भएको पनि धन्यवाद सब्सक्राइब गरिदिनु होला सपोर्ट गरिदिनु होला है